साथीहरु तपाईको डीमेट वा मेरो शेयर एकाउन्ट एक्सपायर भएको छ, आईपीओ भर्न मिलिरहेको छैन। चिन्ता नगर्नुहोस्, यो भिडियोमा म 1 मिनेटमै खल्ती प्रयोग गरेर डीमेट र मेरो शेयर कसरी रिन्यू गर्ने भन्ने कुरा स्टेप बाइ स्टेप देखाउने छु। अन्तिममा एउटा महत्त्वपूर्ण टिप पनि छ, त्यसैले भिडियो स्किप नगर्नुहोस्। ल अब मोबाइलको स्क्रिनमा जानु, सबै स्टेप बाइ स्टेप म बताइरहेछु। पहिला आफ्नो मोबाइलमा खल्ती एप्लिकेसन ओपन गर्ने, खल्ती एप्लिकेसन ओपन गरेर युजर आईडी पासवर्ड हालेर लगइन गर्दिने। लगइन गरेपछि पेजलाई तल लिएर आउने, स्क्रोल गरेर तल लिएर आउने अनि तल डीमेट मेरो शेयर लेखेछ, डीमेट मेरो शेयरमा क्लिक गर्दिने। त्यसमा क्लिक गरेपछि तपाईको डिपोजिटरी पार्टिसिपेन्ट कुन कम्पनी कुन बैंकको तपाई डीमेट र मेरो शेयर खोल्नु भएछ त्यो बैंकको नाम सिलेक्ट गर्ने। जसरी म नासा सेक्युरिटीको खोलेछु अनि म नासा सेक्युरिटीको सिलेक्ट गरिरहेछु। तपाई जुन बैंकको डीमेट मेरो शेयर खोल्नु भएछ त्यो बैंकको नाम सर्च गर्दिने अनि सिलेक्ट गर्दिने अनि त्यसपछि क्लाइन्ट आईडी लेख्दिने। तपाईको क्लाइन्ट आईडी जुन छ त्यो लेख्दिने अनि त्यसपछि अप्सन मागिरहेछ मेरो शेयर रिन्यू गर्ने कि डीमेट रिन्यू गर्ने। त मेरो शेयर रिन्यू गर्छ मेरो शेयरमा टिक मार्क गर्दिने। डीमेट रिन्यू गर्नु छ भने डीमेटमा टिक मार्क गर्दिने अनि दुईटै रिन्यू गर्नु छ बोथमा टिक मार्क गर्दिने। त म डीमेट मात्रै मेरो शेयर मात्रै रिन्यू गरिरहेछु अनि म मेरो शेयरमा टिक मार्क गर्दिए। तपाई दुईटै रिन्यू गर्नुहुन्छ भने बोथमा टिक मार्क गर्दिने अनि त्यसपछि गेट डिटेलमा क्लिक गर्दिने। गेट डिटेलमा क्लिक गरेपछि तपाई कति सालको रिन्यू गर्ने त्यो अप्सन देखाइरहेछ, त्यो सिलेक्ट गर्ने। 1 साल 2 साल जति सालको रिन्यू गर्नु छ त्यो साल सिलेक्ट गर्ने अनि त्यसपछि नेक्स्टमा क्लिक गर्दिने। नेक्स्टमा क्लिक गरेपछि तपाईको फेरि पैसा हेराइरहेछ कति पैसा काट्छ अनि त्यसपछि फेरि नेक्स्टमा क्लिक गर्दिने। नेक्स्टमा क्लिक गरेपछि फेरि तपाईको अप्सन बताइरहेछ नेक्स्टको अनि नेक्स्टमा क्लिक गर्दिने अनि त्यसपछि कन्फर्म गर्दिने। अनि यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै शेयर बजार तथा मेरो शेयर सम्बन्धी उपयोगी भिडियोहरुको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। कुनै प्रश्न छ भने कमेन्टमा लेख्नुहोस्। धन्यवाद।